नमस्ते सबैमा है। र अहिले चाहिँ म 3 माइल 35मा छु अनि अहिले चाहिँ म नानाहरूको घरको छतमा छु अनि घरको छतबाट चाहिँ 35 चाहिँ एकदमै सुन्दर देखिँदो रहेछ र आज दिन पनि एकदमै घमाइलो भएको छ है। र हेर्नु है 35 के मजाको देखेको नि यहाँबाट त। र यहाँनिर चाहिँ नानीहरूले गदावरी कटिङ राख्नु भएको रहेछ कि अनि मैले चाहिँ हेर्नु आएको थिएँ नानीले हेर्नु न भनेर। मलाई त साह्रै हुन्छ जस्तो लाग्यो उसो राख्नु भएको रहेछ। यो तपाईँको ठिकै छ हो, बल्ल पनि ठिकै छ तर अब बेसी अलिक तपाईँले पानी नबेसी जग्गामा राख्नुपर्छ नि। यहाँबाट त आउने स्टार्ट भइसकेको छ नि तपाईँको। यो चाहिँ हुन्छ, यो पनि हुनसक्छ तर अलिकति यसलाई चाहिँ उसमा राख्नु, चिसो जग्गामा राख्नुपर्छ। यो चाहिँ हाइब्रिड हो फुल, हाइब्रिड जस्तो लाग्यो त एउटा फुल। काँक्रा चाहिँ कहाँ छ खोइ ला यो काँक्रा, काँक्रा पनि रोप्नु भएको रहेछ हाइब्रिड काँक्रा। हुन्छ नानी यता है जू यो साइड चाहिँ अब यहाँ माथिबाट चाहिँ एउटा बाटो छ हो, 3 माइलबाट सट्टै पुग्छ अनि यो साइड चाहिँ तपाईँको एउटा जू पनि छ। तर र भने चाहिँ प्रत्येक घरको एकजना सदस्य निक्लेकै हुनुपर्दो रहेछ, सघाएकै हुनुपर्दो रहेछ है। र यदि मानिलिउँ अब कसैको घरमा छत ढलाइ छ भने चाहिँ अब ढलाइमा चाहिँ प्रत्येक घरको एकजना निक्लेको चाहिँ सघाउनु पर्ने चाहिँ समाजको नियम रहेछ। अनि घरहरू बनाउँदा यदि अब है यो माथि चाहिँ अब क्यान्टर आइपुग्छ यहाँ मान्छे पनि यहाँ माथिबाट चाहिँ केयरिङ गर्नुपर्ने प्रत्येक घरको एकजना सदस्य चाहिँ आउनै पर्दो रहेछ। मलाई चाहिँ त्यो कुरा चाहिँ एकदमै दामी लाग्यो। किन भन्दाखेरि चाहिँ अहिले चाहिँ हाम्रोतिर चाहिँ अब है केयरिङ गर्नु पनि अब फाल्टो मान्छेहरू बोलाउनुपर्छ अनि ढलाइमा पनि फाल्टै मान्छेहरू बोलाउनुपर्छ अनि अलिक गाह्रो पर्छ त्यसो गरेर पैसा पनि दिनुपर्छ। तर यहाँ चाहिँ एकदमै युनिटी चाहिँ एकदमै राम्रो लाग्यो गाउँको। त्यस्तै गर्छ नि नाना, आउनै पर्छ प्रत्येक घरको है, जानै पर्छ नि है। अनि यहाँ नानीहरूको पनि भर्खर छत ढलाइ भएको रहेछ है अनि नानीहरूको पनि आयो सबै अनि है। हुन्छ आजको भिडियो त्यसमा थियो है, तपाईँसँगलाई ब्लग भिडियो पनि एटलास भयो भनेर चाहन्छु कि अलवेज ह्याप्पी एन्ड अलवेज बी पोजिटिभ।